लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु। अब यो भाग हो एकदम भाग छ, यस्तो मजाले भाग छ, कुद्छ है। गयो मेरो भिडियोमा मेरो भ्लगमा ल है साथीहरू, म चाहिँ आज यहाँ बसिरहेको छु मेरो रुमको अगाडि ढोका बसेको छु ठक्कै है। यो कता कताकै 145 मेरो यस्तै छ है साथीभाइहरू। हाम्रोतिर चाहिँ हेलो नमस्ते सबैलाई। म चाहिँ आज तपाईँहरू सामु फेरि सानो भिडियो लिएर आइरहेको छु। हजुर अहिले चाहिँ यसो हेरिदिनु भयो, हेरिसकेपछि त्यसबाट चाहिँ लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु। र माथि रहेको नोटिफिकेसन खासमा त्यो बनाउनुकै लागि लिएको। यो चाहिँ फेरि बाहिर निस्किरहेको छु, देखिएको क्या यो हामी बसेको ठाउँ। अनि यहाँनिर चाहिँ अलि यो बाटो बनाएको छ, झारहरू छ, मजाको 2-3 बजीमा आँटेको छ। यो भिडियो चाहिँ यसरी मजाले बाहिर निस्केको छु। शीतल छ, पारी छ, यहाँ चराचुरुङ्गीहरू पनि एकदम रमाइलो। अहिलेको वातावरण चाहिँ एकदम अलिकति राम्रो हो। पहिला गर्मी अहिले धेरै कम छ है। अहिले यहाँ अहिले म खजरको बोटमा छु, यो देखेको खजरको बोट हो। यो चाहिँ अलिक खालको है, झरिसकेको छ, टिपिसकेको छ। यस्तै छ साथीहरू, तपाईँहरू कहाँबाट यो साइडबाट हेर्दाखेरि चाहिँ एकदम छायाको साइड परेको, छायाले गर्दाखेरि चाहिँ अलिकति दृश्य राम्रो देखिएको छ। यहाँ चाहिँ एकदम पानी 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 है। यो पानीको फोका यसरी विदेशमा चाहिँ यसरी पानी निकाल्छ र यसरी पानी लगाउँछ बोडी बिरुवामा अनि झारहरूमा, चौरीहरूमा। अनि यहाँनिर चाहिँ अलिकति हरियो हुन्छ यसरी लगाएपछि। यहाँ माथि जुन चराहरू छ यहाँ पनि एकदम खेलिरहेको छ, उसको आवाज आइरहेछ है। सुनसान जस्तो छ, दिउँसो छ, अलिक गर्मी छ, त्यही भएर मान्छेहरू त्यति निस्केको छैन। म चाहिँ अहिले यो छारीमा छु। यो जुन देखिएको दृश्य छ रुखहरू, यो चाहिँ हाम्रोमा चाहिँ यसलाई निमपत्ता भन्छ है। यहाँ एकदम धेरै छ निमपत्ताको बोटहरू छ। यो साइडमा देखिएको यो जुन यो कुरो सबै निमपत्ताको बोटहरू यो एउटा कुन खालको यो एउटा झार हुन्छ है। यो बिरा, ठ्याक्कै बिरा जस्तो छ। यो कति मजाले लस्करै छ है। सबै हाम्रोतिर हुनु यो पुरा सजाएर, यहाँ पनि पुरा सजाएर राखिएको हुन्छ। तर यहाँ पनि पुरा सजाएकै छ अहिले पनि। अनि अलिकति लामो भयो भने काटिहाल्छ यसलाई, महिना 15 दिनमा काटिबस्छ। अनि यहाँ जुन खजुरको बोट देखिएको छ, यो खजुरको बोट एकदम खजुरको बोट एकदम अहिले चाहिँ फलिसक्यो है। फलिसकेर सबै निकालिसकेको छ यहाँनिर। यसको पछाडिपट्टि पनि छ, पहिला मैले जुन एउटा भिडियोमा सुरुमा देखाएको थिएँ त्यो भिडियोमा। त्यसरी यो खजुरहरू अहिले एकदम हरियो भइरहेछ पानीले गर्दाखेरि होला। हावा पनि एकदम मजाले चलिरहेछ। यो हावाले गर्दाखेरि बाघहरू पनि एकदम हलिरहेछ भनौँ। त्यहाँ चाहिँ अब 3टा झन्डा छ, एउटा एडनको भयो, एउटा यहाँ दुबईको भयो। दुई किसिमको रहेछ। जुन यता देखिएको छ यो चाहिँ हाम्रो घरहरू, यहाँको चाहिँ हामी बस्ने ठाउँ हो। यस्तै छ है हाम्रो गाउँहरू ठाउँहरू। तपाईँहरू त अलि राम्रो ठाउँमा आउनुहुन्छ होला, हाम्रो त यस्तै छ। अब के गर्नु,
जिन्दगी परदेशको ठाउँमा बस्नु जहाँ भन्नु त्यहीँ बस्नुपर्छ जस्तो भन्नु त्यस्तै गर्नुपर्छ है। अनि जुन यता देखिएको छ यो चाहिँ पहाडको ढिक्का बालुवा छ है, एकदम माथि माथि टापुमा छ। यस्तो छ, यस्तो बलुवाघारीमा आएर काम गर्नुपर्छ। वरिपरि जाने ठाउँ छैन, धेरै टाढा जानुपर्छ। साथीभाइहरू हाम्रोतिर चाहिँ यस्तै छ। यसरी पानीको फोहरा हावाले उडाइरहेछ, हावा पनि मस्त चलिरहेछ आज। यहाँनिर चाहिँ एउटा साइकल आयो, यो भाइ चाहिँ ठिक्कै यहाँनिर एउटा सानो होटल छ, यो कसलाई पार्सल मगाउँछ उनीहरूले रुममा पुर्याइदिन्छ। यो जुन देखिएको छ यो क्याम्प हो, हामी बसेको ठाउँ यस्तै छ। हाम्रो घरहरू साथीहरू, यो घरहरू यस्तो छ। अनि यो घरहरूमा बस्नु पाउँदाखेरि हामीलाई पनि आनन्दै छ। छन चाहिँ अब बाहिर चाहिँ जति गर्मी भए पनि जति जाडो भए पनि भित्र चाहिँ एकदम न्यानो हुन्छ, एकदम शीतल हुन्छ। यहाँ परदेश ठाउँमा त्यति नै हो, अलिकति सुख सुविधा भनेको गर्मीमा पनि एकदम न्यानै हुन्छ, शीतल हुन्छ, चिसो हुन्छ। यो चाहिँ हाम्रोतिर बयर भन्छ, बयरको गाछ हो। अहिलेसम्म यसको दाना दिएको छैन। अनि यो साइडबाट गयो भने पनि पल्लो टेम्पो पुगिन्छ। यहाँ बसिरहेको छु मेरो रुमको अगाडि बसेको छु ठ्याक्कै है। यो कता 145 हो मेरो रुम नम्बर। यहाँभित्र अब अहिले चाहिँ बाहिर निस्किरहेको छु। यसरी देखिएको गाडीहरू हो, देखिरहेछ है साथीहरू। तपाईँहरू चाहिँ कहाँबाट हेर्नुहुन्छ, कुन ठाउँबाट हेर्नुहुन्छ? हजुर सबै आरामै सन्चै हुनुहुन्छ होला आशा गर्दछु है। हामी चाहिँ देश परदेशमा यस्तै बस्नुपर्छ है। हाम्रो घरहरू यस्तो छ, सानो सानो छ, चिटिक्क परेको छ है। यहाँ चाहिँ अब यहाँको जुन यो भित्ताहरू हुन्छ नि, यो भित्तामा चाहिँ भित्र इन्सुलेसन लगाएको हुन्छ, फर्म लगाएको हुन्छ। इन्सुलेसनले गर्दाखेरि यहाँ आगो लाग्यो भने कम र बाहिरको गर्मीलाई पनि अलि न्यानो बनाउने, अनि भित्र जाडो हुँदा पनि अलिकति धेरै कभर गर्दो रहेछ है साथीहरू। यस्तै छ यहाँनिर। अहिले ठ्याक्कै अलिक समय सूर्य अलिक तल पुगिसकेको छ है। हुनाले रात पर्न आँटेको छ अहिले चाहिँ। जुन बिहानको चाहिँ भिडियो चाहिँ बिहान दिउँसोको थियो, त्यति बजी 7 बजीतिरको देखिएको पाहाडहरू छ। यस्तरी छ, पार्किङ मान्छे आउन जाने। ल यो जुन देखिएको गाडी चाहिँ ठ्याक्कै इलेक्ट्रिक साइकल। अब यो भाग हो, एकदम भाग्छ, यस्तो मजाले भाग्छ, कुद्छ है। गयो एउटा गाडी। हाम्रो घरहरू यस्तो छ है। तपाईँहरूको घर त अलिक राम्रो होला, ठुल्ठुलो होला, दामी होला होइन। के गर्ने, यस्तो बस्नु परेको छ परदेशी जीवनमा। तपाईँहरू त सुखी हुनुहुन्छ होला, सुखी रहनु होला सबैजना भन्दै आजलाई चाहिँ यति नै है। बाई बाई, फेरि भेटौँला। मेरो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ, हजुरलाई राम्रो लाग्यो भने हजुरहरूले लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। हजुरहरूले मेरो पनि भिडियो फुल हेरिदिनु होला, अनि माया गरिदिनु होला, साथ दिनु होला, सपोर्ट गरिदिनु होला है। अनि माथि रहेको नोटिफिकेसन पनि अन गरिदिनु होला। फेरि भेटौँला है सबैजनालाई। बाई, सी यू।